दाइ सन्चै हुनुहुन्छ? सन्चै छु यार। के गरिराख्नु भयो? म यतिकै कफी खाँदै बसिरहेको। सुन्नु न, एउटा कुरा सोधौँ है त तपाईँलाई। यदि तपाईँसँग 50 लाख छ भने तपाईँ गोल्डमा इन्भेस्ट गर्नुहुन्छ कि स्टकमा इन्भेस्ट गर्नुहुन्छ? म त दुइटै कुरामा गर्दिनँ यार। म त युएई मा तिम्रो बिचफ्रन्ट प्रपर्टीमा इन्भेस्ट गर्छु। ओ, अपार्टमेन्ट पनि आउँछ र? आइहाल्छ नि यार। अझै तिम्रो 50 लाख पनि चाहिँदैन। तिमीले 35 लाख मात्रै डाउन पेमेन्ट गर्यो भने तिमीले यो बिचफ्रन्ट प्रपर्टीमा 1 बेडरुम अपार्टमेन्ट आफै बनाउन सक्छौ। ए दाइ, गखानु भयो है। साँच्चै भनेको यार। के भरोसा छ हौ यो अपार्टमेन्ट बन्छ भनेर दाइ? सबैभन्दा राम्रो कुरा भनेको यो सेमी गभर्मेन्ट डेभलपरबाट आउँदैछ र यसको लोकेसन एकदमै बेस्ट लोकेसनमा छ र यसको पेमेन्ट प्लान पनि एकदमै फ्लेक्सिबल छ। कति छ दाइ पेमेन्ट प्लान? पेमेन्ट प्लान भनेको तिम्रो 30-70 पेमेन्ट प्लान हो। तिम्रो 30% पनि ड्युरिङ कन्स्ट्रक्सन दिने हो है। अनि दाइ फाइदा चाहिँ के हुन्छ हौ? फाइदा भनेको तिम्रो इयरली रेन्टल तिम्रो 40 लाख आइरहेको छ र एभ्री इयर क्यापिटल एप्रिसिएट हुन्छ यार। योभन्दा बढी फाइदा के चाहियो र? आम्मा 40 लाख दाइ? यस, मजाले। पक्का दाइ? पक्का। लु दाइ, यो झारिहालौँ। ल ल ल। ल